मकवानपुर प्रहरीले करिब 34 लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएका कपडाहरू र प्रतिबन्धित पटक्काजन्य पदार्थहरू नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान हेटौडा 15 रातोमाटे स्थित चार्जिङ स्टेसन अगाडि पूर्व पश्चिम राजमार्गमा प्रहरी टोलीले शंकास्पद रूपमा आउँदै गरेको मध्य प्रदेश 03-001-9023 नम्बरको एउटा गाडीलाई रोकी जाँच गर्दा उक्त सामान बरामद भएको हो। प्रहरीले गाडी चलाइरहेका रौतहट वृन्दावन नगरपालिका 9 का 20 वर्षीय प्रदीप कुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका 4 का 31 वर्षीय विजय शाहलाई नियन्त्रणमा लिएको छ। गाडीको पछाडिको ढालमा विशेष तरिकाले लुकाई छिपाई गरी भन्सार छली ल्याइएका कपडा भेटिएका थिए। ती कपडामा साडी 130 थान, कुर्ता 696 थान र टप्स 175 थान भएको प्रहरीले जनाएको छ। यी कपडाहरूको मूल्य करिब 14 लाख बराबर रहेको अनुमान गरिएको छ। त्यससँगै गाडीमा प्रतिबन्धित पटक्काजन्य झिरझिरे लगायतका पदार्थहरू समेत करिब 20 लाख बराबरको फेला परेका छन्। यसरी कपडा र प्रतिबन्धित पदार्थ गरी जम्मा करिब 34 लाख बराबरको सामान प्रहरीले बरामद गरेको हो। प्रहरीका अनुसार बरामद गरिएको सामान सहित दुवैजना चालक र सवारी साधनलाई नियन्त्रणमा लिई भन्सार ऐन अन्तर्गत थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।